सर्वप्रथम म यहाँहरू समक्ष मेरो परिचय गराउने अनुमति चाहन्छु। मेरो घर सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नम्बर 9 ज्यामिरे हो। म पूर्व शिक्षक तथा श्री गुल्मेश्वरी आधारभूत विद्यालयको पूर्व प्रधानाध्यापक। जागिरको अवकाश पश्चात हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 5 मा सञ्चालित मेलम्ची राइस एन्ड फ्लोर मिलको सञ्चालक तथा प्रोभाइडरको तर्फबाट हाम्रा समस्त आदरणीय ग्राहक महानुभावज्यूहरू लगायत अन्य सम्पूर्ण सबैमा हार्दिक नमस्कार भन्न चाहन्छु। हामीले विगत 3 वर्ष अघिदेखि हाम्रा पुर्खाहरूले सञ्चालनमा ल्याएको तर पछिल्लो समय अर्थात् हाल लोपोन्मुख बन्दै गएको पौराणिक ढुङ्गाको घट्ट सञ्चालन गरी यहाँहरूको सेवामा समर्पित भएको कुराको जानकारी गराउन चाहन्छु। हाम्रो उद्देश्य भनेको नेपालका विभिन्न पहाडी जिल्लाको उच्च भूभागमा उत्पादित लोकल अर्ग्यानिक विषादीरहित अनाजहरू सङ्कलन गरी राम्ररी सुकाई केलाई ढुङ्गाको घट्टमा पिसेर शुद्ध ताजा सफा गुणस्तरीय र मिसावट रहित खाद्य वस्तुहरू तयार गरी यहाँहरू समक्ष पुर्याउने रहेको छ। हामीसँग मेलम्ची नगरपालिकाभित्र पर्ने विभिन्न खेतीयोग्य जमिनमा उत्पादन भएको लोकल धानहरू बासमती, जिरा मसिनो, ताइचिन आदिको चामल, कोदो, मकै, गहुँ, फापर, चामल आदिको पिठो, प्रोटिन र कार्बोहाइड्रेटको मात्रामा ध्यान दिएर मिश्रण गरी बनाइएको मिक्स सातु, लोकल तथा अर्ग्यानिक दाल, गेडागुडी, मसलाका परिकारहरू, लोकल बेसार, गहुँ, मकै, फापर, चौ आदिको चाख्लाहरू, ब्राउन राइस लगायत अन्य सम्पूर्ण लोकल खाद्यान्नका परिकारहरू उपलब्ध छ। यहाँहरूलाई हाम्रो उत्पादन चाख्न मन भएमा हामीलाई सम्झनुहोला।